Hello everyone, welcome to Reload Official. Reload Official को यो अफिशियल च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत छ। धेरै एउटा रिक्वेस्ट पछि आज फेरि YouTube भिडियो लिएर तपाईहरुको सामु आइसकेको छु। धेरै एउटा कमब्याकको रिक्वेस्ट पछाडी चाहिँ आज म तपाईहरुको लागि लिएर आएको छु टी-शर्टको सेक्सनमा। अब हेरौँ है त यो समरको लागि हामीसँग कस्तो टी-शर्टहरु अपडेट भएको छ। सो लेट्स चेक इट आउट है त। फर्स्टमा सबैभन्दा बेसी जाने रिलोडमा सबैभन्दा बेसी जाने र तपाईहरुले सबैभन्दा बढी मन पराउने टी-शर्ट भनेको कटन बेसमा ब्रान्ड रहेको छ एडिडासको है त। ल चेक गरौँ है त। यसमा चाहिँ हामीसँग चारवटा डिफ्रेन्ट कलर, प्राइस भने 1550 रहेको छ। अनि लोगोको कुरा गर्नुपर्दा यो कुनै पनि पेस्टिङ हैन, मजाले हेर्न सक्नुहुन्छ। रबर बेसमा तपाईले स्टिकर पाउन सक्नुहुन्छ। स्टिकर जाने प्रब्लम तपाईहरुलाई हुँदैन। तीनटा कलर अप्सन हजुरले पाउन सक्नुहुन्छ, ब्ल्याक, व्हाइट अनि रेड। देख्नु भयो नि, रेड छ, व्हाइट छ अनि त्यसपछि ब्ल्याक छ। तीनटा कलर अप्सन छ। प्राइस रहेको छ मात्र 1550। सेम एडिडासमा हामीसँग अर्को डिजाइनमा रहेको छ। तपाईले लोगोलाई एकचोटी फोकस गरेर हेर्नुस्। लोगो तपाईको कुनै पनि लोगो जानेवाला प्रब्लम हुँदैन है। तीनटा यसमा पनि सेम कलर, यसमा चाहिँ चारवटा कलर छ। एउटा रेडमा छ, अर्को ब्ल्याकमा छ अनि त्यसपछि हामीसँग छ व्हाइटमा अनि त्यसपछि हामीसँग छ ब्राउनमा। कलर अप्सन हेर्नुस् है, ब्राउनमा छ, त्यसपछि आयो हामीसँग व्हाइटमा अनि त्यसपछि अर्को आयो हामीसँग एडिडासको ब्ल्याकमा, त्यसपछि आयो रेडमा है त। तपाईहरुलाई एडिडासको टी-शर्ट यतिवटा मन पर्छ, यति धेरै मन पर्छ, यति धेरै जान्छ हामीसँग। यसको भेराइटीहरु टन्नै छ हामीसँग। चेक गर्नुस्, यो चाहिँ हामीसँग न्यू अराइभल है, टक्क लाएर सेम रेटमा छ। 1550 मा तपाईले यो टी-शर्ट पाउन सक्नुहुन्छ भने कलर अप्सन यसको एउटा दुईटा कलर अप्सन, ब्लूमा, यसमा ब्ल्याक पनि छ होला सायद। ब्ल्याक छ, ब्ल्याक चाहिँ ह्याङ्गरमा छैन यहाँ। तीनटा कलर अप्सनमा पाउन सक्नुहुन्छ त। यो डिजाइनमा चाहिँ ब्लू, व्हाइट एन्ड देन ब्ल्याक तीनटा कलर अप्सनमा हजुरले पाउन सक्नुहुन्छ भने यो भन्दा पछाडी पनि हजुरले अर्को डिजाइनमा पनि यसमा पनि हजुरले सेम ब्ल्याक र व्हाइटमा पाउन सक्नुहुन्छ। प्राइस हाम्रो सेम नै रहेको छ। 1550 को टी-शर्ट हो यो, एडिडास ब्रान्डमा रहेको छ। कटनको कुरा, फ्याब्रिक कुरा गर्नुपर्दा कटन बेसमा छ, एकदमै राम्रो क्वालिटीमा है त। अब एउटै ब्रान्डको टी-शर्ट कति हेर्नु है त। सो हामी आयो नेक्स्ट ब्रान्डमा, न्यू ब्यालेन्समा है त। यो फेरि यस्तो दामी टी-शर्ट छ, फुल्ली हाई कपी टी-शर्ट हो मजाले। यसको प्राइस चाहिँ 1650 रहेको छ। पछाडिको ब्याक पिनको डिजाइन हजुरले हेर्न सक्नुहुन्छ। यस्तो हुन्छ भने अगाडि यस्तो हुन्छ। यसमा कलर अप्सन हजुरले 3-4 वटा पाउन सक्नुहुन्छ। एउटा यो कलर छ, मिक्स कलरमा छ है, दुईटा ब्याक साइडको प्रिन्ट हेर्न सक्नुहुन्छ है। त्यसपछि अर्को रह्यो तीनटा कलर अप्सनमा हजुरले यो डिजाइनको पाउन सक्नुहुन्छ। 1650 प्राइस रहेको छ यसको चाहिँ। सो यस पछाडी हामी जम्प गर्यौं डेनिमेसनको। डेनिमेसनमा हामी धेरै फोकस गर्दैनौँ। तपाईले हेर्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईहरुलाई यो ब्रान्डमा चाहिँ के हुन्छ भन्दा कलर र भुवाको ग्यारेन्टी हुन्छ। यदि हजुर लगाएर कलर गयो, भुवा गयो भने त्यो एक्सचेन्ज पोलिसी पनि हुन्छ है त यो ब्रान्डमा चाहिँ। सो त्यही ब्रान्डमा तपाईलाई प्लेन टी-शर्ट चाहिन्छ भने हामीसँग प्लेन टी-शर्ट पनि रहेको छ। एउटा अगाडिको बर्गन्डी कलर, अहिले जेन्ट्सहरुले पनि यस्तो रातो अलिकति भाइब्रेन्ट कलर चाहिँ धेरै नै मन पराउनु भएको छ। एउटा यो कलर छ, त्यसपछि अर्को छ हामीसँग व्हाइट कलर अनि त्यसपछि अर्को रहेको छ ग्रीन कलर। हेर्नुस् है, एकदमै राम्रो क्वालिटी, माइल्ड ग्रीनमा यो रहेको छ। अर्को छ ग्रे कलर अनि त्यसपछि अर्को आएको छ ब्राउन कलर, तर अलिकति लाइट ब्राउनमा छ है त। त्यसपछि हामीसँग ब्यागी टी-शर्टको अप्सन हेर्नुस् है त। यो चाहिँ रहेको छ हामीसँग फुल्ली ब्यागी। हजुरहरु ब्यागी हुनुहुन्छ, अलिकति ड्रप सोल्डर मन पर्छ भने चाहिँ तपाईको लागि एकदम पर्फेक्ट अप्सन है त। यो चाहिँ तपाईको यहाँ ग्रन्ज हो है, फेरि ड्यामेज भन्नु होला, यो ड्यामेज टी-शर्ट चाहिँ हैन, यो ग्रन्ज वाला डिजाइन दिएको छ है। यसमा चेक गर्न सक्नुहुन्छ, यो डिजाइन हो। यसमा चाहिँ हजुरले तीनटा कलर पाउनुहुन्छ। यो अलिकति अफ व्हाइट टाइपमा छ है। यो चाहिँ अफ व्हाइट कलर भयो भने अर्को हामीसँग छ ब्ल्याक कलर, यहाँ हेर्न सक्नुहुन्छ त। अफ व्हाइट, ब्ल्याक अनि फुल्ली व्हाइट एउटा छ हामीसँग। तीनटा कलर अप्सनमा पाउन सक्नुहुन्छ त। यसको प्राइस रहेको छ 1850, 1850 मा हामीले यो टी-शर्ट चाहिँ हजुरको लागि भनेर दिइराको छ हामी। तीनटा कलर अप्सनमा यो पाउन सक्नुहुन्छ भने प्लेनमा कटन बेसमा सेम बोसको लोगो रहेको टी-शर्ट हजुरले पाउन सक्नुहुन्छ। यो रहेको छ क्रीम कलरमा अनि त्यसपछि अर्को आयो ग्रीन कलरमा अनि त्यसपछि अर्को आयो ब्लू कलरमा, त्यो पछाडी रेड कलरमा अनि त्यसपछि ब्ल्याक कलरमा। यो चाहिँ हाम्रो 1550 को टी-शर्ट हो है। यो एउटा दुईटा कतिवटा, दुईटा, तीनटा, चारवटा, पाँचवटा
5वटा डिफ्रेन्ट कलर भेराइटीमा छ सो सेम 1550 कामा हामीसँग अर्को कटन बेसमा छ ल्याकोस्टिक ब्रान्डको छ यसमा हजुरले 4वटा डिफ्रेन्ट कलर भेराइटीमा पाउन सक्नु एउटा दुईटा तीनटा 4वटा यस 4वटामा पाउन सक्नुहुन्छ प्राइस भने हाम्रो सेम नै रहेको छ है त एउटा यो कलर छ नेभी ब्लू कलरमा छ हजुरले देखिरहनु भएको छ कि छैन एउटा कलर दुईटा कलर अनि व्हाइटमा छ व्हाइट पछाडि अर्को आउँछ हामीसँग ब्ल्याकमा व्हाइटमा नेभी ब्लू अनि यो कलर रहेको छ है त 4वटा डिफ्रेन्ट कलर भेराइटीमा पाउन सक्नुहुन्छ सो एकदमै मिनिमल प्रिन्ट हैन तर ब्रान्डको सामान चाहिन्छ एकदमै थोरै प्रिन्ट भएको थोरै लोगो थोरै भएको एकदमै प्रिमियम बेसमा देखिनेवाला टी-शर्ट चाहिन्छ भने चाहिँ हामीसँग अर्को छ टमीको टी-शर्ट क्वालिटी एकदमै राम्रो छ यो 1550 यसको 1550 कै टी-शर्ट रहेको छ तपाईको हातमा चाहिँ यस्तो डिजाइन छ है यो त तपाईको बाइसेपमा चाहिँ रिप्ले अलिकति टाइट बनाएर एकदम राम्रो लुक्स दिन्छ है यसमा चाहिँ बाइसेप छ भने चाहिँ बाइसेप चाहिँ हुनु पर्यो यसको लागि कलर अप्सन रहेको छ रेड ब्ल्याक ब्लू एन्ड देन व्हाइट 4वटा डिफ्रेन्ट कलर व्हाइटमा छ ब्लूमा छ ब्ल्याकमा छ अनि रेडमा छ हामीसँग टी-शर्टको भेराइटी देखाउने हो भने हजुरलाई मेरो सासै रोकिन्छ म एक सर्टमा देखाउन सक्दैन सो हजुरले ब्याकग्राउन्डमा चेक गर्न सक्नुहुन्छ हामीसँग थुप्रै डिजाइनको टी-शर्टहरू हजुरले देख्न सक्नुहुन्छ हाम्रोमा प्राइस रेन्ज भनेको 1250 1250 देखि है कतिदेखि 1250 देखिको 2650 सम्मको प्राइस रेन्जमा टी-शर्टहरू देख्न सक्नुहुन्छ म सरर देखाइदिन्छु सो हजुरले टी-शर्टको भेराइटी यति धेरै पाउन सक्नुहुन्छ तपाईँ कन्फ्युज हुनुहुन्छ टिकटकमा आयो भने कुन चाहिँ लिउँ भनेर सो हजुरहरू हाम्रो टिकटक बेसमा हुनुहुन्छ टिकटक प्लेटफर्ममा हुनुहुन्छ इन्स्टाग्राममा हुनुहुन्छ भने चाहिँ त्यहाँ तपाईँले रिलमा टक्कै हेरेर स्क्रिनसट गरेर यो देखाउनु भने आउनुभयो भने चाहिँ हजुरलाई सजिलो हुन्छ किनकि यहाँ आए पछाडि तपाईँको माइन्ड एक्टिभिटी घुम्नेवालामा छ है कुन चाहिँ लिउँ भनेर सो थ्याङ्क यू सो मच हजुरहरूलाई यो भिडियो लास्टसम्म हेरिदिनु भयो सो यस्तो भिडियो कन्टिन्यू हुँदै गर्छ धेरै पछाडि कम ब्याक गरेको छु अब हेरौँ यो पनि कन्टिन्यू हुन्छ कि हुँदैन सो थ्याङ्क यू सो मच